आफ्नै देश भारतको नाकाबन्दीमा परेको दार्जिलिङलाई सीमावर्ती नेपालीले खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका छन्। भाषा विवादबाट सुरु भएर गोर्खाल्यान्ड मागका लागि दिनदिनै दार्जिलिङमा चर्किरहेको आन्दोलनलाई देखाएर भारत सरकारले आफ्नै नागरिकमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरू सीमावर्ती नेपाली बजारबाट खाद्यान्न लैजान थालेका हुन्। दार्जिलिङ, कालिम्पोङ, मिरक लगायतका क्षेत्रहरूमा 3 सातादेखि चलेको गोर्खाल्यान्ड आन्दोलनका कारण आम हडताल हुनका साथै पश्चिम बङ्गाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरू नेपाली बजारमा आश्रित भएको जनाएका छन्। सिलगढीबाट पहाडतर्फ खाद्यान्न ढुवानीमा रोक लगाए पनि झापाको 4 आली हुँदै इलामको पशुपति नगर नाकाबाट दार्जिलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सहज छैन। आवश्यक परेमा यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयको भनाइ छ। पशुपति नगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपति नगर मानेभन्ज्याङे कच्ची सडक मार्फत सीमा बजार मानेभन्ज्याङमा दैनिक रूपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गर्दछन्। लामो बन्द र सरकारी नाकाबन्दीका कारण खाद्यान्न अभाव भएकाले सीमा क्षेत्रका भारतीयहरूले नेपाली बजारमा खाद्यान्न किनेर लैजाने गरेको स्थानीय बताउँछन्। यस्तै दार्जिलिङ लगायत नेपालीहरूको सघन बसोबास रहेको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्यान्ड माग गर्दै 3 सातादेखि आम हडताल गरेपछि पशुपति नगर बजार पनि पुरै बन्द छ। खाद्यान्नका पसलहरू भने खुलेका छन्। सीमा क्षेत्रका बासिन्दाहरूले त्यहाँ पसलहरूबाट खाद्यान्न किनेर लैजाने गरेका छन्। गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले 3 जना भन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थोरै किनेर लैजाने गरेको बताएका छन्। दार्जिलिङ लगायत पहाडी क्षेत्रमा खाद्यान्न आउन रोक्ने प्रहरी र सेना नभई पश्चिम बङ्गाल सरकारको समर्थकहरू रहेको बताएको छ। उता गोर्खा जनमुक्ति मोर्चाले भने पश्चिम बङ्गाल सरकारले दार्जिलिङ, सिक्किम लगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोक लगाएको जनाएको छ। यसले पश्चिम बङ्गाल सरकारको यो कार्य अमानवीय भएको भन्दै आपत्ति जनाएको छ। आफ्नै देश भारतको नाकाबन्दीमा परेको दार्जिलिङलाई सीमावर्ती नेपालीले खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका छन्। भाषा विवादबाट सुरु भएर गोर्खाल्यान्ड मागका लागि दिनदिनै दार्जिलिङमा चर्किरहेको आन्दोलनलाई देखाएर भारत सरकारले आफ्नै नागरिकमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरू सीमावर्ती नेपाली बजारबाट खाद्यान्न लैजान थालेका हुन्। दार्जिलिङ, कालिम्पोङ, मिरक लगायतका क्षेत्रहरूमा 3 सातादेखि चलेको गोर्खाल्यान्ड आन्दोलनका कारण आम हडताल हुनका साथै पश्चिम बङ्गाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरू नेपाली बजारमा आश्रित भएको जनाएका छन्। सिलगढीबाट पहाडतर्फ खाद्यान्न ढुवानीमा रोक लगाए पनि झापाको 4 आली हुँदै इलामको पशुपति नगर नाकाबाट दार्जिलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सहज छैन। आवश्यक परेमा यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयको भनाइ छ। पशुपति नगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपति नगर मानेभन्ज्याङे कच्ची सडक मार्फत सीमा बजार मानेभन्ज्याङमा दैनिक रूपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गर्दछन्। लामो बन्द र सरकारी नाकाबन्दीका कारण खाद्यान्न अभाव भएकाले सीमा क्षेत्रका भारतीयहरूले नेपाली बजारमा खाद्यान्न किनेर लैजाने गरेको स्थानीय बताउँछन्। यस्तै दार्जिलिङ लगायत नेपालीहरूको सघन बसोबास रहेको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्यान्ड माग गर्दै 3 सातादेखि आम हडताल गरेपछि पशुपति नगर बजार पनि पुरै बन्द छ। खाद्यान्नका पसलहरू भने खुलेका छन्। सीमा क्षेत्रका बासिन्दाहरूले त्यहाँ पसलहरूबाट खाद्यान्न किनेर लैजाने गरेका छन्। गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले 3 जना भन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थोरै किनेर लैजाने गरेको बताएका छन्। दार्जिलिङ लगायत पहाडी क्षेत्रमा खाद्यान्न आउन रोक्ने प्रहरी र सेना नभई पश्चिम बङ्गाल सरकारको समर्थकहरू रहेको बताएको छ। उता गोर्खा जनमुक्ति मोर्चाले भने पश्चिम बङ्गाल सरकारले दार्जिलिङ, सिक्किम लगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोक लगाएको जनाएको छ। यसले पश्चिम बङ्गाल सरकारको यो कार्य अमानवीय भएको भन्दै आपत्ति जनाएको छ।